के छ गौरव अधिकारी के छ वालेकुम अस्सलाम हेलो 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 सन्चै हुनुहुन्छ हामी कता पिकनिक खान जाँला नि साथीहरू आज हेर्नुभयो हामीहरू हाम्रो सबै डनहरू छ यहाँ पिकनिक खान गइरहेको छौँ यहाँ बाइक चाहिँ खतरनाक छ यो त एभेन्जर्स के छ हजुर दाजु सन्चै हुनुहुन्छ हामी पिकनिक खान गएको हो नि कति टाढा जाने आज यहाँ अलिकति टाढा जाने हो छुट्टीमा जमघट हाम्रो कति दिन छुट्टी हुन्छ हाम्रो एक हप्तामा 3 दिन छुट्टी 4 दिन काम हुन्छ 4 दिन काम रमाइलो त रमाइलो छ है एकदम रमाइलो छ त साथीहरू हामीहरू रोमानियाको 16 बजेमा आज पिकनिक खान गएर छौँ धेरै साथीहरू छन् भिडियो पुरै हेर्दै गर्नुलाई हामी जाँदैछौँ त्यहाँ गएर खान्छौँ अनि तपाईहरू हेर्दै हुनुलाई हामीहरू जेब्रा क्रसमा वेट गर्दैछौँ है जब हरियो बत्ती बल्छ त्यसपछि हाम्रो क्रस हुने टाइम हो हाम्रो ग्रुपहरू हो यो सबै अनि सबै भाइ दाइहरू दिदीहरू हुनुहुन्छ हामी हेर्नु चाहिँ त्यहाँ गएर के खानेछौँ हामी सबै हेर्ने आज फुल भिडियो हेर्दै गर्नु होला यादव कहाँ से छिरे छिरा सिरा होइन क्या रौतहटदेखि हो ठिक छ यो रौतहटदेखि मान्छे यहाँ कमसेकम हामी जतिजना छौँ सबैजना हामी फरक फरक जिल्लाको मान्छेहरू छौँ होइन नेपालीहरू सब एक ठाउँमा भेला भएर पिकनिक खान जाँदैछौँ खान गइरहेको छौँ म चाहिँ झापाबाट हो म चाहिँ राजवंशी हो त्यो अधिकारी हो तामाङ परियार नेपाली यादव शर्मा पासवान सबैजना हामीहरू छौँ है धेरै थरीका मान्छे धेरै कास्टका मान्छेहरू छ सबैजना मिलेर हामी गइरहेको छौँ पिकनिक खान है त हेर्नु होला है के खान्छ है पिकनिकमा यो हाम्रो बुफर लगेको छौँ है साउन्ड बक्स डिजेमा नाच्ने हो रमाइलो गर्ने हो है साँच्चीकै हो नि यार ओ माय गॉड त्यो बाटो एकदम सफा छ छुट्टीको दिन छ 3 दिन छुट्टी छ घाम छ आज ए हाम्रो ग्रुप यहाँ छ है हामी झन्डै झन्डै पुग्नु लाग्यौँ अब है यहाँ धेरै घाम भएर छाता उडेको छ ओ शान्ति दिदी तपाईँलाई घाम लागेन हजुरलाई घाम लाग्यो घाम लागेर मन आँटेको छ है हिँडिरहेको छ फेरि सबै यहाँ सब डनहरू छ होइन ए यता रामदाई हुनुहुन्छ होइन रामदाई चाहिँ एकदम चिलमा हो सबै डनहरू हो है ल हामी त्यहाँ पुगेर अब यहाँ बाटोघाटो धेरै राम्रो सरसफाइ छ होइन हरियाली छ आज घाम लाग्छ टनक्कै लु दिदी आउनु अनि यहाँ भन्नु न के हामी मतलब छुट्टीमा होइन आज पिकनिक खान गएको नि यो चाहिँ हाम्रो कपालहरू हो होइन धेरै राम्रो माया गर्ने कपालहरू हुनुहुन्छ है हामी मतलब कस्तो रमाइलो लागिरहेको छ होइन जान धेरै दिनपछि फर्स्ट टाइम गएको हामीहरू होइन यत्रोचोटि मिलेर होइन अरे के भन्नु छैन मात्र के को लाज हो लाज साथ मान्नु हुँदैन है ल है साथीहरू भिडियो हेरिरहनुलाई हामी के खानेछौँ आज
सबै देखाउने छौँ सुगम खायो चिकन पनि खाइसक्यो अनि धेरै दाई भाउजूले बनाएको सब आइटम सबै हजुर हाम्रो नयाँ जोडीले बनाएको नगर्नु बिजुली र मैले कति दुख गरेँ केही छैन तिनीहरूलाई चाहिँ दिदीलाई साइड लगाइदिनु न छोरी दुईजनाको भिडियो गरिदिनुहोस् साथी हेर्नुहोस् यहाँ पहाड यस्तो दामी सिन छ है यहाँको भ्यूज एकदम राम्रो छ यो हाम्रो दिदी हुनुहुन्छ है धेरै दिनपछि हामीहरू पिकनिक खान आछौँ होइन रमाइलो लागेको छ घाम पनि छ छाता लिएर हिँडिरहेको छ ए हाम्रो तर एकदम राम्रो छ क्या भ्यूज हेर्नु त यो पहाड जस्तो छ है कस्तो राम्रो छ कि हामी एकछिनपछि फोटो खिच्छौँ होइन खोइ त चस्मा लाउनु न अनि चस्मा लाउनु कि शीतल छ नि त अहिले के भएर सेतो ल बोल्नु त अहिले हाम्रो पिकनिक चाहिँ हाम्रो यो 16 बजीदेखि हामी आएको यो बोराको ग्राउन्डमा आज चाहिँ राम्रो छ ठाउँ देख्नुभयो हाम्रो चाहिँ हाम्रो इसक र हाम्रो कुमारी दिदी र उहाँ चाहिँ भाउजू भन्दा पनि मिल्छ सायद दाई पनि आउनु भएको छ दाई चाहिँ अगाडि हुनुहुन्छ उहाँ जुन कालो कालो कपडा लगाउनु भएको छ लङ हेयर पालेको चाहिँ उहाँ दाई हाम्रो ग्रुप हिँडिरहेको छ अहिले हेर्न सक्नुहुन्छ यति राम्रो छ भ्युजहरू आउनु तपाईँहरू भ्रमण गर्नु घुम्नु रमाउनु छुट्टीको बेलामा 16 बजी आएको अहिले 16 बजी आयो भोलि त 16 बजी आयो भोलि त अहिले त धेरै नै छ नि त हामी देख्न सक्नुहुन्छ हाम्रो गाइडहरू हिँड्नु भएको छ उहाँ चाहिँ टोपी लगाएको चाहिँ हाम्रो मास्टर राज सर हाम्रो चाहिँ यतापट्टि चाहिँ विकल यतापट्टि चाहिँ शान्ति उहाँ चाहिँ गौरव हाम्रो बिजुली सायद यादव र हाम्रो विकेश हामी चाहिँ यति ग्रुप नै हिँडेको हो पिकनिकमा हाम्रो देख्नुहुन्छ देख्नु भएको छ हाम्रो रमाइलो छ आज मौसम राम्रो छ हावाहुरी चलेको छ सर र देख्न सक्नुहुन्छ विशेष गरी यहाँ हेर्नु हाम्रो साथीहरू यहाँ यस्तो दामी छ नि पहाड छ होइन पहाड जस्तो भ्यू छ यस्तो लाग्छ कि हामी स्विजरल्यान्ड जस्तो है ठाउँ छ होइन कस्तो राम्रो ठाउँ छ यस्तो रोमानियाको 16 बजे ठाउँ हो धेरै राम्रो छ हामी सबै ड्रेसिङमा आछौँ होइन नेपाली वेशभूषामा आछौँ सबै यस हाम्रो भाइको युट्युबमा गएर लाइक एन्ड सब्सक्राइब गरिदिनु सबैले प्लिज गाइस सिस्नु ओहो माई गड सिस्नु पनि जवानी केटा हो मतिर नहीं मिसौता केरा नजरैले हानी आइया नजरैले हानी गल्ला घरे सन्नानीको गजल रानी केटा हो डाँडामा अफलाइन होइन यता डाँडा पछाडि आइफिल टावर होइन अर्को डाँडामा साथीहरू हामीहरू चटपटे पानीपुरी टन्नक्कै खाएर छौँ है खाँदैछौँ के छ विकेश मजा आएर छ गौरव यादव कबर्ती दामी छ दामी छ मिठो छ झोल हाल्दिउँ शान्ति च्यास हो रामदाई खानु पर्फेक्ट छ मिठो चाहिँ बब्बल चाहिँ झोल हाल्दै खाने हो क्या है हेर्नु साथीहरू एकदम खाएर छौँ धेरै मिठो छ एक कोक छ यहाँ पानीपुरी चटपटे पिकनिक खान्छौँ हामीहरू ड्राई पिकनिक आछौँ आज धेरै मिठो भएको छ चटपटे पानीपुरी खाएर हामी डान्स गर्ने भिडियो हेर्दै गर्नु होला है एकदम मिठो छ कि चटपटे त
गरौँ न ल पलिए ते मुखड़े ते दिल ललचावे लोग दा बेला शिकारा जान लेना जावे नको यार पलिए ते मुखड़े ते दिल ललचावे लोग दा बेला शिकारा जान लेना जावे देखे बिना देखे तेनू राह भी न जावे रूप सोना तेरा सोना चंगा दुपट्टा तेरा दुपट्टा तेरा दुपट्टा तेरा दुपट्टा तेरा दुपट्टा तेरा रंगदा हाय नी मेरा दिल मांगदा दुपट्टा तेरा हाय नी मेरा दिल मांगदा दुपट्टा तेरा दुपट्टा तेरा लौ तिमी गर्ने भए गर दुपट्टा तेरा गर्ने भए गर हाय नी मेरा दिल मांगदा त्यो माथिको सिन ओइ यताको सिन निकाल्ने अलि यता नाचौँ यताको आउँछ उठेको Find out who he is. Go on. Hurry up. यहाँनिर नाच्नु त यता नाच्नु राख्छु भेडाको न्याउ जस्तो वाउ भेडाको न्याउ हो राधाले ज्याकेट निकालेको हुन्छ होइन मैले साह्रै जाम लाग्यो तेरा सोना चंगदा दुपट्टा तेरा दुपट्टा तेरा नक्कली दुपट्टा तेरा रंगदा हाय नी मेरा दिल दाइको हेर्न राधाइको दुपट्टा तेरा रंगदा हाय नी मेरा दिल मांगदा That's him. ल नाच 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 कमरिया कोने के खिचिरहेको म
गालैमा हल्लो मेरो कम्मर रक्सीको तालैमा निकालो कोटीले बसायो नाच्न त आउँदैन रक्सीको नसाले नचायो रक्सीको नसाले नचायो रक्सीको नसाले साथीहरू यहाँबाट कस्तो भ्यू छ हेर्नु त हामी यहाँबाट चढेर आएको त्यत्रो उकालो हुँदै ओह्रालो आएको यत्रो चढेर आएको हेर्नु न कस्तो दामी भ्यू छ उडाइन्छु कि हातले अप्ठ्यारो भयो क्या सुन